हेलो हेलो साथीहरू, के छ? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै निकै आरामै छु भन्नु पर्दछ। म चाहिँ अहिले सुतेर भर्खर उठ्दैछु, अब चाहिँ ड्युटी जानको लागि। म चाहिँ आजको सानो थोरै समय तपाईँहरूलाई बाँड्ने प्रयास गरिरहेको छु। कस्तो लाग्छ अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला। म चाहिँ ड्युटी जानको लागि नुहाएर रेडी भइसकेँ। यो चाहिँ मेरो बेड हो अनि यो चाहिँ हाम्रो रुम। अरू सबै साथीहरूको छुट्टी छ आज, सो त्यही भएर रुममा म एक्लै छु। अब म चाहिँ ड्युटीतिर जाँदैछु। अब के गर्नु साथी, पढ्दैछु हो, यस्तै छ। ज्यान दुखे नि नदुखे नि, सन्चो भयो नि नभए नि काममा जानै पर्ने हुन्छ। जब मान्छेहरू सुत्न थाल्छन्, सुत्ने तयारी गर्छन्, दिनभरिको थकाइ बिसाउनलाई आफ्नो रुमतर्फ फर्किन्छन्, तब चाहिँ म ड्युटीतिर जान्छु होइन। भनौँ भने अरू सबै रातिमा सुत्छन्, तर म काम गर्छु है त। सो अब चाहिँ हामी गाडीमा जाने तयारी छ। अगाडि चाहिँ हाम्रो टिम लिडरहरू हुन् अनि झुटो मुस्कानसहित ड्युटी जाने तयारी भइरहेको छ होइन। रातको समयमा काम गर्न त सजिलो छैन, किनकि हाम्रो गाउँतिर घरतिर हामीले सबैले सुनिरहेकै कुरा हो, एक रातको अनिदोले 7 दिन हान्छ अरे। अब यहाँ त कति भयो होइन। फाइनली हामी होटलमा पुगिसक्यौँ। यो चाहिँ मैले काम गर्ने ठाउँ, युनिफर्म रुम। त्यहाँ चाहिँ कीहरू हुन्छ, त्यो आइडी दिएपछि दिनुपर्छ। अनि यहाँबाट ड्रेसहरू दिने, यो सबै डस्टरहरू हो, यो चाहिँ फोल्ड गर्नुपर्छ। यो ट्रलीमा हुन्छ होइन, धेरै प्रकारको डस्टरहरू हुन्छ, यो चाहिँ फोल्ड गर्नुपर्छ। अनि एक्स्ट्रा वर्क पनि गर्नुपर्छ। सबै एक्स्ट्रा वर्क चाहिँ देखाउन भ्याएन मैले, किनकि यहाँ चाहिँ भिडियो रेकर्ड गर्न अलाउड छैन। उता दाइले सिङ्गल डिस्क युज गरेर राख्नु भएको छ अनि मैले वाकम्यान युज गरिरहेको छु होइन। यसले चाहिँ घोटेर होइन, फ्लोरलाई चाहिँ घोटेर स्क्रब गरेर अनि पानी चाहिँ आफै खिच्छ होइन। उदाइले चाहिँ सिङ्गल डिस्क युज गर्दै हुनुहुन्छ। यसले चाहिँ ओन्ली के गर्ने हो त भन्दाखेरि स्क्रब मात्रै गर्ने हो। अनि अहिले चाहिँ यो चाहिँ बिहानको सिन हो। अब हाम्रो जो छुट्टी सकाएर, अर्थात् ड्युटी सकाएर छुट्टी भयो अनि हामी रुम जाँदैछौँ। यो चाहिँ गाडीमा देखेको नजारा हो होइन। काम गर्दा गर्दै कति बेला भिडियो बनाउँछु भन्ने लाग्छ, कति बेला ओहो सकिँदैन रहेछ भन्ने जस्तो लाग्छ। तर पनि यो भिडियो बनाएको छु, सबैजनाले हेरिदिनु होला होइन। अनि नाइट सिफ्टको रमाइलो पनि हुन्छ, किनकि सबैजना सुतिरहेको हुन्छन्, मान्छे कम हुन्छ, हो हल्ला कम हुन्छ होइन। कहिलेकाहीँ थकान निन्द्रा दुवैसँग लड्नुपर्छ लाग्छ होइन। तर लक्ष्य स्पष्ट छ, किनकि पैसा कमाउनु छ, त्यसको लागि पनि दुःख मेहनत गर्नुपर्छ। अब म चाहिँ रुम पुग्न आँटेँ। यस्तै छ मेरो सानो भिडियो, सबैजनाले माया गरिदिनु होला भन्दै हामी झर्ने ठाउँ पनि आयो। अब फाइनल्ली हामी बिहान जहाँबाट गाडी चढेको थियौँ, बिहान भन्दाले साँझ, त्यहीँ ओर्लिँदैछौँ। अनि म चाहिँ रुममा पुगेँ। रुममा पुगेर अब सुत्ने हो होइन। ल सबैजनालाई बाई, गुड मर्निङ क्या गुड नाइट के